हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो यस युट्युब च्यानल ब्लगमा। आज पनि तपाईहरु समक्ष एउटा म नयाँ भिडियो लिएर आइसकेको छु जुन रहेको छ युरोपको क्रोएसियाको ट्याक्सी कस्तो हुन्छ त भन्ने विषयमा है त। सो मैले बोल चलाएको चाहिँ तपाईको लगभग 5-6 महिना मात्र भएको छ र यो 5-6 महिनाको अवधिमा मेरो एक्सपिरियन्स के रहेको छ त्यो पनि म तपाईहरुसँग चाहिँ शेयर गर्नेछु है त। र मैले क्रोएसियामा ट्याक्सी ड्राइभर जब गरेर पर मन्थमा मैले कति कमाउँछ भन्ने कुरा पनि तपाईहरुलाई अर्को नेक्स्ट भिडियोमा भनिन्छु है त। सो यहाँ चाहिँ विभिन्न किसिमका ट्याक्सीहरु चल्ने गर्दछ, त्यसमध्येमा एउटा बोल पनि रहेको छ है त। सो म चाहिँ अहिले चाहिँ बोलमा आबद्ध रहेको छु, बोल चलाउने गर्दछु। सो यहाँ विभिन्न किसिमका ट्याक्सी चल्ने गर्छ, त्यसमध्येमा रहेको छ उबर छ, बोल्ट अनि 1717 विजी रहेको छ र एको रहेको छ। यस्तै विभिन्न किसिमका ट्याक्सीहरु यहाँ चाहिँ चल्ने गर्दछ। जस्तै नेपालमा पठाओ, इनड्राइभ, टोटल, सजिलो जस्तै यहाँ पनि विभिन्न किसिमका ट्याक्सीहरु चल्ने गर्दछ। र यहाँ म्याक्सिमम बढी युज गर्ने मान्छेहरु भनेको चाहिँ बोल्ट ट्याक्सी नै युज गर्ने गर्दछ है त। बढी भन्दा बढी चाहिँ मान्छेहरुले चाहिँ बोल्ट नै यहाँ युज गरेको देखिन्छ। सो मैले चलाउने गाडी चाहिँ कस्तो रहेको छ हैन, बोलमा कस्तो गाडी चलाउँछु म भन्ने कुराको जानकारी पनि तपाईलाई दिनेछु है त। सो यो गाडी रहेको छ है त मैले चलाउने चाहिँ युरोपको क्रोएसिया भन्ने ठाउँमा चाहिँ मैले यो टाइपको गाडी चलाउने गरेको छु। लगभग 5-6 महिना भयो। यो 5-6 महिनाको अवधिमा मैले यो टाइपको गाडी पनि चलाएको छु र स्कोडा पनि चलाएको छु र सिट्रोएन भन्ने गाडी पनि चलाएको छु है त। लगभग 3-4 वटा गाडी चाहिँ फेरिसकेको छु यहाँ आएर। कम्पनीले जे भन्छ त्यही चलाउनु पर्यो नि त हैन। र मलाई यो मध्येमा बेस्ट लागेको गाडी चाहिँ स्कोडा हो है त। स्कोडा चाहिँ एकदम दामी रहेको छ, एकदम स्मुथ हैन, एकदम चलाउन पनि आनन्द कम्फर्टेबल रहेको छ स्कोडा चाहिँ। र म अहिले यो जाग्रेब सहरको अरिना सपिङ सेन्टर छेउमा आएर चाहिँ मैले भिडियो बनाइरहेको छु। तपाईले देख्न सक्नुहुन्छ परपट्टि रातो यो चाहिँ अरिना सेन्टर रहेको छ र ठुलो मार्केट रहेको छ यो चाहिँ। यो गाडीको लुक चाहिँ यस्तो रहेको छ है त। सो भित्रको इन्टेरियर लुक चाहिँ यस्तो रहेको छ, तपाईले देख्न सक्नुहुनेछ। रिक्वेस्ट आएको थियो रहेछ, थाहै भएन, ठिकै छ। र यो गाडी बोलको चाहिँ कम्फर्टमा गरिन्छ है त। सो कम्फर्टेबल भएको कारणले गर्दाखेरि चाहिँ यसले कम्फर्टमा गरिन्छ। एकदम आरामदायी रहेछ गाडी यो पनि। र यो गाडी अरु गाडी भन्दा अलिकति थोरै लामो छ है त। सो यस्तो रहेको छ भित्रको लुक्स, देख्न सक्नुहुनेछ। यो चाहिँ डासिया लेखेको छ, डाचा कम्पनीको। यस्तै रहेको छ है त भित्रको लुक चाहिँ। र यो गाडी चाहिँ 5 गियरसम्मको छ भनेदेखि यो चाहिँ म्यानुअली गियरमा पर्दछ है त। रहेको छ पछाडिको लुक्स, देख्न सक्नुहुनेछ। र यो गाडी चाहिँ टोटल 5 सिटरको रहेको छ है त, विथ ड्राइभरसँग चाहिँ 5 सिटरको रहेको छ। सो प्यासेन्जर 4 जना र ड्राइभर सँग गरेर 5 जनाको रहेको छ है त सिट चाहिँ। र यो गाडी लामो र कम्फर्ट किन छ भन्दाखेरि चाहिँ यहाँका मान्छेहरु चाहिँ निकै नै अग्ला हुन्छन् र उनीहरु सानो गाडीमा छिर्दाखेरि चाहिँ एकदम कुपचुक्क भएर बस्नुपर्ने स्थिति आउँछ। सो यस गाडीमा चाहिँ त्यस्तो कुपचुक्क भएर बस्नुपर्ने अवस्था चाहिँ हुन्न, किनकि एकदम कम्फर्ट भएको कारणले चाहिँ एकदम मजाले आरामदायी हिसाबले बस्न सकिन्छ यो गाडीमा चाहिँ। यो देख्न सक्नुहुन्छ तपाईहरुले ट्याक्सी क्याब है त। यो चाहिँ ट्याक्सीको लेखेको क्याब हो, माथि ड्युटी जाने बेलामा चाहिँ माथि राख्ने गरिन्छ। सो यसको फाइदा पनि धेरै छन्। र अब यो निकाल्यो भनेदेखि तपाईको ट्याक्सी चाहिँ अब प्राइभेट कार हुन जान्छ है त। सो यसलाई कार पनि बनाउन मिल्यो र यो माथि बोर्ड राखेर ट्याक्सी पनि बनाउन मिल्यो है त। र यसमा चुम्बक हुन्छ। सो यसलाई जति कुदाए पनि केही असर गर्दैन, यो कहीँ झर्दैन है। यसमा चाहिँ म्याग्नेट हुन्छ, चुम्बक। सो एकदम सेफ हुन्छ। र यो गाडीको आउटलुक चाहिँ यस्तो रहेको छ त, बाहिरबाट चाहिँ यसो देखिन्छ यो गाडीलाई चाहिँ।
सो अलि पुरानो भए पनि गाडी हेर्दाखेरिमा नयाँ नयाँ नै देखिन्छ र परेको बाटो देख्नुहुन्छ हाइवे बाटो तपाईँहरूको यो बाटो चाहिँ मेन हाइवे है जाग्रेब आउनको लागि र यो अरिना सेन्टर र यो भित्रको लुक्स यस्तो रहेको छ र यो चाहिँ पछाडि गयो है यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले पछाडि चाहिँ अरिना सेन्टर रहेको छ र यो गाडी चाहिँ 2018 मोडलको हो र यसमा चाहिँ बोलको स्टिकर टाँसेको छैन है त बोलको स्टिकर टाँसेको पनि हुन्छ तर यसमा चाहिँ बोलको स्टिकर टाँसेको छैन बोलको स्टिकर नभए पनि केही फरक चाहिँ पर्दैन र यो बोलभित्र पनि विभिन्न किसिमका क्याटेगोरीहरू छुट्याएको हुन्छ बोल ट्याक्सी हुन्छ बोल कम्फर्ट है यो गाडी पनि कम्फर्टमै गरिन्छ मैले चलाएको गाडी चाहिँ र अर्को रहेको छ प्रिमियम गाडी है प्रिमियम गाडीमा चाहिँ तपाईँको टेस्ला BMW मर्सिडिज अडी अलिकति महँगा गाडीहरू हुन्छ सो यिनीहरू चाहिँ प्रिमियममा गन्छ अलिकति यसको प्राइस पनि हाई राखेको हुन्छ र अर्को हुन्छ भ्यान्स पनि हुन्छ त भ्यान्समा भनेको चाहिँ तपाईँको एउटा भ्यानमा चाहिँ 7-8 जना अड्ने पनि हुन्छ त्यो पनि राखेको हुन्छ बोलले र अर्को हुन्छ पेट्स हुन्छ यो कुकुरहरू बोक्ने है प्रायः जसो मान्छेहरूले यहाँनिर चाहिँ कुकुरहरू पालेको हुन्छ सो उनीहरूलाई यताउति बोक्नलाई पनि राखेको हुन्छ पेट्सको लागि छुट्टै हुन्छ ट्याक्सी र अर्को बोल चेन भनेको चाहिँ डेलिभरी पनि हुन्छ है त योभित्र चाहिँ हामीले सामानहरू डेलिभरी गर्नु पनि मिल्छ र यहाँनिर प्रिमियम गाडीहरू पनि चलाएको देखिन्छ नेपालीहरूले जस्तो एसियन कन्ट्रीका मान्छेहरूले त्यो चाहिँ कस्तो भनेदेखि तपाईँको कम्पनीमा डिपेन्ड हुन्छ त्यो चाहिँ है त तपाईँको कम्पनीमा त्यस्तै गाडीहरू छ भनेदेखि अवश्य पनि तपाईँहरूले त्यसै चल्नुपर्ने हुन्छ सो त्यो चाहिँ तपाईँको कम्पनीमा डिपेन्ड हुने कुरा है त सो टिप पनि आइसकेको छ यसलाई म रिसिभ गर्छु है त नजिकै रहेछ कस्टमरको पिकअप लोकेसन सो म अब जानुपर्ने हुन्छ लोकेसनमा र मेरो एक्सपिरियन्समा चाहिँ ट्याक्सी जब चाहिँ राम्रो छ है त तर हार्डवर्क छ तर हार्डवर्क अनुसार पैसा राम्रै छ है त र यो गाडी चाहिँ पेट्रोल र ग्यासबाट चल्ने गर्दछ है त र म्याक्सिमम युज गर्ने चाहिँ हामीले चाहिँ ग्यासै हो ग्यास किन भनेदेखि चाहिँ एकदम सस्तो रहेको छ पेट्रोलभन्दा र डिजेलभन्दा र यहाँनिर ट्याक्सी ड्राइभर जम्मा चाहिँ विभिन्न किसिमका स्क्यामहरू हुने गर्दछ सो मलाई पनि भएको थियो मैले लगभग 3-4 दिनभित्रमा मलाई चाहिँ 80 युरोको चाहिँ स्क्याम भएर चाहिँ मेरो 80 युरो चाहिँ गएको थियो है त स्क्यामबाट र अर्को कुरा भनेको यहाँनिर ट्याक्सी चढेपछि कोही मान्छेहरू फटा हुन्छन् पैसा नदिकन भाग्छन् उनीहरू लिएले भाग्छन् कहिले एकदम वेट गरेर पैसा लिएर आउँछु भन्छन् र लगाउँछन् तर मान्छे आउँदैन कि उनीहरू चाहिँ यस्तो खालको स्क्याम पनि हुने गर्दछ यहाँनिर चाहिँ सो यस्तो खालको स्क्याम पनि हुने गर्दछ यहाँ चाहिँ सो बी केयरफुल र यस्तो स्क्यामबाट बस्नु होला तपाईँहरू सबैजना र हामीले त्यो व्यक्तिको बारेमा बोलमा कम्प्लेन या रिपोर्ट गऱ्यो भनेदेखि चाहिँ बोलले कुनै बेला हामीलाई चाहिँ मनी रिफन्ड पनि गरिदिन्छ र कुनै बेलामा नगर्नु पनि सक्छ है त त्यो डिपेन्ड चाहिँ अब बोलमै हुने गर्दछ र यो रिपोर्ट कसरी गर्ने भन्ने कुराको जानकारी मैले योभन्दा अगाडिको भिडियोमा तपाईँलाई भनेको छ है त कृपया त्यहाँ गएर हेर्न सक्नुहुन्छ तपाईँहरूले र बोल एप कसरी युज गर्ने भन्ने कुराको जानकारी पनि दिएको छ है त त्यो भिडियोमा सो कस्तो लाग्यो त आजको भिडियो तपाईँहरूलाई कृपया मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला र साथमा रहेको बेल आइकनलाई पनि दबाइदिनु होला ताकि यस्तै नयाँ भिडियो हाल्दाखेरि तपाईँहरूको नोटिफिकेसनमा आउने गर्दछ सो यो नै थियो क्रुसियाको ट्याक्सीको बारेमा इन्फर्मेसन भिडियो र यस्तै भिडियोहरू म नेक्स्ट भिडियोमा लिएर आउने नै छु तबसम्म च्यानललाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु हस् त नमस्ते सबैजनालाई